हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी आफ्नै करेसाबारी नजिकै रहेको हाम्रो माथि पुरानो गाउँ टोड्के जाँदैछौँ। अनि हामी चाहिँ यो बहिनीहरूलाई लिएर जानला। हामी पहिला पनि गइसकेका थियौँ अनि अहिले चाहिँ हामीले यो बहिनीहरूलाई लिएर जानला, सिमरिका र मैले होइन। अनि आज शनिबारको दिन पारेर हामी जानला। हाम्रो चाहिँ यो चाहिँ हाम्रो माथि घर हो, हाम्रो पुरानो माथि घर। हामी पहिला यही घर बसेका थियौँ। अनि हाम्रो यहाँ मन्दिर पनि छ होइन। आफ्नै करेसाबारीमा रमाउँदै हामी हिँड्दैछौँ। यहाँ बर पिपलको बोटमा चौतारी कति राम्रो। अनि यहाँ समीको बोट पनि छ, हेर्नुहोस् गाइज। हाम्रो चाहिँ समबोटे हेरेर नि चिन्थ्यो, यो समीको बोट नजिकै हाम्रो घर भएर। हाम्रो पुरानो घर चाहिँ यहीँनिर हाम्रो पुरानो घर थियो। यहाँ चाहिँ बाबामाको घर अनि चाहिँ हाम्रो ठुलोबाको घर। अनि हाम्रो ऊहरू यहाँ छन्। अनि यहाँ छन् हाम्रो बहिनीहरू। अनि हाम्रो भाइले चाहिँ उहाँबाट हेरेर छ, बाई गर्दैछन्। यात्रा चाहिँ सुरु भइसकेको छ। अनि यो हिँड्दै हिँड्दै भाइ यो बहिनीहरूलाई अस्ति नैदेखि जान मन लाग्यो अरे। हामी चाहिँ गइरहन्छौँ। अनि हामी गएको भिडियोहरू देख्दाखेरि बहिनीहरूलाई पनि जाम लाग्यो, दिदी हामीलाई पनि लैजानु भने। अनि सिमरिकाले प्लान बनाएर चाहिँ पुरै हाम्रो कोलबटार गाउँलाई पानी लैजाने ट्याङ्की चाहिँ यही हो। यो ट्याङ्कीमा पानी चाहिँ तल ठाडेजार भन्ने ठाउँबाट तानेर यहाँनिर राखे। अनि यो पानीले चाहिँ हाम्रो कोलबटार सबलाई पुगिरहेछ, कहीँ पानी किन्न परेको छैन। अनि हाम्रो यहाँ बहिनीहरू थाकिसके। अब हामी चाहिँ सर्टकट बाटो हुँदै जानु लाग्यो। एकदम थके लाग्यो मलाई, थके लाग्यो। हाम्रो यहाँ बासना बहिनी हुन्छ, बासना कस्तो लागिरहेको? गाह्रो भयो। अब बिस्तारै बिस्तारै जान्छौँ। प्रज्ञा कस्तो लागिरहेको? पूजा कस्तो लागिरहेको तिमीलाई? कीर्तिको याद आयो क्या होइन? हिँड्न चाहिँ उल्का रमाइलो लागिरहेको। कीर्ति र प्रशंसाहरूलाई नि धेरै मिस गर्दैछन् रे होइन। म कीर्ति प्रशंसा सबैलाई याद गरिरहेको छु होइन। बहिनीहरू अगाडि अर्ग्यानिक तरिकाले हिँड्दैछन्। हामी निकै माथि आयौँ, खुट्टा नमजाले। हेलो ब्लग, वेलकम टु माई गाइज। यो ब्यागबाट बनाउने कि सिमरिका हामी चाहिँ अब जाँदैछौँ गाइजहरू। कस्तो थकेलाई हामी चाहिँ सामानहरू मिलाउँदैछौँ। सबै एउटैले बोक्दाखेरि चाहिँ अलिक गाह्रो हुन्छ भनेर सबको हालत चाहिँ यस्तो भइसकेको छ है। त्यही हो। अनि धनियाँ साइडमा, धनियाँ हामी साइडमा राखेको छौँ। ल अब हामी जान्छौँ। यस्तो ठाडो उकालो हो है। अब यहाँनिर जाने हुन्छौँ हामी यसरी। कति धुलो रहेछ भाइ यो जुत्ता। मा चाहिँ कोही बेला बाघ नि आउँछ। अनि बाघ आउने डरले चाहिँ यिनीहरूले स्पिकरको ठुलो साउन्ड बनाउँदै हिँड्छन् है गाइज। यहाँ चाहिँ बाघ आइरहन्छ बेला बेला। चितुवा बाघ भन्दा नि चितुवा आउँछ। अनि साउन्डहरू सुनेर भाग्छ भनेर डरले बजाउँदै हिँड्दैछन् है। हाम्रो डेस्टिनेसन चाहिँ माथि गाउँ हो, हाम्रो पुरानो गाउँ, जहाँ चाहिँ हाम्रो भोट हाल्दा नि हामी त्यही स्कुल जान्छौँ। त्यही स्कुलको चौरमा चाहिँ जाँदा चाहिँ हामी चाहिँ गइरहन्छौँ। अनि बहिनीहरूलाई पनि जानु मन लागेर आज चाहिँ बहिनीहरूलाई लिएर आएको। बहिनीहरू मभन्दा ठुल्ठुला भइसक्यो गाइज। हाम्रो घर चाहिँ यहाँ तल, यहाँ तल चाहिँ हाम्रो घर हो। यहाँ रोडमा गाडीहरू गुडिरह। हामी चाहिँ त्यहाँदेखिबाट बल्ल यहाँ आइपुग्यौँ। यहाँबाट नि अझै माथि जाने। यता जान्छौँ। यता बहिनीहरूको घर चाहिँ यता, हाम्रो घर चाहिँ यता रोड पारि हो। अनि बहिनीहरू यता छन्। थकेर उता पारिपट्टि देखे डाँडा चाहिँ धादिङको डुम्री चौँ डाँडा। यता गल्छी हल्का हल्का देखिरह, पुरै हुस्सु र उसले। अनि हाम्रो कोलबटार गाउँ तल चाहिँ जब हामी जाँदैछौँ। हाम्रो दिदी चाहिँ एकदम फिल्डमा जानु भइसक्यो है। ल आधा बाटोसम्म चाहिँ आइपुग्यौँ। आधा बाटो पनि भएन। अब हामी चाहिँ त्यो माथि डाँडा, त्यो डाँडा भन्दा पनि माथि जान्छौँ। अनि हामी चाहिँ यहाँ ठुलबुवाकोमा पानी खान आएको छौँ। बाहना ठिक छ नि।
कस्तो लाग्यो नलजा न पुजुरीको के छ म एक्स्ट्रोभर्ट भइसक्यो सबैभन्दा कान्छी सबभन्दा ठुली भइसक्यो मभन्दा ठुली भइसक्यो गाइज मभन्दा 10 वर्ष कान्छी मभन्दा ठुली भइसक्यो 6-7 वर्ष होला बसन्त दाई आउनु भएको कता हिँड्नुभयो तपाईँ म यता बटारतिर जान्ला हामीलाई बाइक लैदिनु भन्नुभएको थियो अब हामी अट्दैनौँ अनि अब तलतिर जानु म यो भ्लग हाल्छु हेर्नु है ल शुभयात्रा तपाईँको जय होस् सबैजनाले यो बुढाहरूको लाइभ सब्स्क्राइब गरिदिनु होला गरिदिनु होला हामी जानला यात्रा है बुढा हो यता पुरानो गाउँ जाने हो र कुञ्जनी पार्क लक्ष्मी प्रसादको शालिक सुन्न हाम्रो गाउँ होइन कि यिनीहरूको गाउँ चाहिँ जाने उनीहरूको गाउँ र हाम्रो गाउँ त्यो एउटै त नि टोड्केसम्म जाने हामीलाई उनीहरू माथिबाट गाउँको हो हामी तलबाट गाउँ हाम्रो खड्का साप त देखे छैन हुसु र कुहिरोले तिम्रो गाउँलाई अहिले अहिले देख्दैन पहिला खड्का छापे पहिल्यै धेरै पहिला यिनीहरू टोड्केली हामी खड्का छापे हाम्रो रमेश काका छोरी हेर्नु नानी यो नानी र यो नानी ए रवि सरको छोरी ए रमेश काका छोरी हजुर छोरीहरू यत्रो भइसक्यो भइसके त्यही हो तिम्रो अनि पढ्ने स्टाफ नर्स होइन कहाँ नर्स हाम्रो आमाको कानमा ऊ कान सुन्दैन तिमीहरू हेर्दै छोरीहरू कहिले डक्टर पढाएन पढ्दै हम पढेपछि हेर्दिनला कोही पढ्यो जानुपर्ने यसो गाउँमा आएर पढ्दै थिइन त स्वयंसेवीका काम ल पढा है नर्स पढेर यहाँ आमाको कान हेर्दा ल जम्नु ढिला हुन्छ अब हामीलाई भटे टिपिदिनु लानु भयो एउटा दुईटा ल भट फ्यालिदिँदैन पुग्छ होला के गर्ने पुग्छ होला एउटाले ल दुईटा टिपिदिनु भयो हामीलाई होइन धेरै धेरै धन्यवाद तपाईँलाई अब दुईटा भटे लिएर हामी जाँदैछौँ दुईटा बोकिरहेको छु भटेको ल भटे पनि पाइयो माथि लगाएर हामी भटे मस्त खान्छौँ धेरै धेरै धन्यवाद आन्टीलाई हाम्रो साथीहरू हाम्रो बहिनीहरू यति छन् थगला गाइस यो गीत बजा सुनेर त बाँदर पनि भाग्छ होला हो यतातिर त हाम्रो गाउँदेखि हामी यहाँ आइपुग्छौँ गाइस एकदम गर्मी भयो मलाई त होइन जाडो भएन यस्तो उसमा नि यस्तो गर्मी भइरहेको गाइस अहिले चाहिँ हामी थकेला आएर यहाँ थके मार्दैछौँ अनि चप खाना लाग्छौँ होइन अनि एकदम गर्मी भयो जब हामी कति आधा बाटो नि हिँडेको छैन म चाहिँ आधा बाटो बाँकी छ अलिक घाम लगाएपछि हिँड्या भएर होला धेरै गर्मी भयो अलिक बिहानै हिँड्या भए धेरै गर्मी हुँदैन थियो अनि हाम्रो धेरै हिँड्ने बानी पनि छैन अनि थके लाग्यो गाइज है अब ट्रेकिङ गरे जस्तै भएको क्या जहाँ चाहिँ ट्रेक गएको जत्तिकै बाटो क्या 4 किलोमिटर छ त्यो पनि यति गाह्रो भइरहेको अनि हामी चाहिँ कति आइरह हुन्छौँ होइन अनि गल्छी बजार यहाँबाट कस्तो राम्रो देखिरहेको तर हुस्सुले गर्दा मोबाइलमा चाहिँ राम्रो देख्दैन गल्छी बजार देखिरह उहाँ गल्छी बजार नि हल्का हल्का देखिरह गाइज हाम्रो गाउँ कोलपुटार त कहाँ हो तल यो तल देखिँदैन अरू बहिनीहरू यता छन् उनीहरूलाई कस्तो थके कतिको थकेला बहिनी प्रज्ञा लजाउँछ नि प्रज्ञा बासना सुमी हो है उसको नाम चाहिँ हामी मायाले बासना भन्छौँ यता हुन्छ हाम्रो सिम्रिका के हो तेरो खबर खर्साङ गरेर गीत बजाउनु ढङढङ पारेर बाँदरै छैन नि भाग्छ भयो कस्तो लागिरहेछ गाइजहरूलाई यता हाम्रो दिदीजी हुनुहुन्छ चप मस्ताले खाइरहनु भएको छ यहाँ हाम्रो पुजौरी हुनुहुन्छ हामी निकै माथि आयौँ ऊ तल्दैछ हाम्रो घर तर हामी यति माथि आयौँ हाम्रो प्रज्ञा के छ ठिक छ तपाईँले केही भन्न चाहनुहुन्छ बिचराले थकेला आएर केही बोल्न सक्नु भएको छैन
यताबाट यदि हाँ के राख्ने त्यति बस। अब हामी यो बाटोबाट मासतिर जान्छौँ। यहाँबाट त देखिखाइन होला तर मासतिर ऊ त्यो चौरमा जान्छौँ। अब त्योबाट मासतिर हो हुनु जाने कासमा जान सक्छौँ त्यसमा जान्छौँ। बासु कस्तो लाग्यो? रमाइलो लाग्यो। ठगे लाग्यो? यस्तो ठगे लागेन। दुईटा माम त टिप होइन टिप दिनुभएको त्यहाँको ठुल्मामले अन्डियो कि ठुल्मामले। यहाँ चाहिँ बयर पुरै पाकिरहेको रहेछ होइन। अब हामी यहाँ बयर खाँदै जान्छौँ। आफ्नै करेसाबारीमा घरभन्दा परको करेसाबारीमा फलेको अर्ग्यानिक बयर, आफ्नै गाउँमा फलेको बयर खाँदै काँडाले घोज्छ। अर्ग्यानिक बयर खाँदै हामी आजको यात्राको गन्तव्यमा अझै पुगेका छैनौँ। हामी यात्रामा यति रमाइसकेका छौँ, गन्तव्य भुलिसकेका छौँ। पुरै बयर पुरै पाकेको है। बयर छ है गाइज। काँडाले घोज्छ है बहिनीहरू राम्रोसँग। कति धेरै रहेछ भाइ? बयर बोटैमा मेरो ट्री हाउस छ होइन, आफ्नै करेसाबारीको ट्री हाउस। अझै आइपुगेन गाइज। थाकिसक्यो बुढाहरू। अब यो डाँडा कटेसी आउँछ है। बिहानै हिँड्यो भए ठिक हुन्थ्यो। खाना त होला नि। हामी त उता घुम्न जानु लाग्यो क्या। पानी आउँदैन कुनैमा नि? माथि आउँछ होला नि, माथि धारातिर आउँछ होला है त्यो टोड्किनेर। गर्मी अहिले त घरबाट हिँड्दा जाडै छ क्या। हाम्रो ठुल्मामी हाल्नुहुन्छ। ठुल्मामी कस्तो लागिरहेको तपाईँको? म युट्युबमा हाल्छु क्या। रमाइलो यस्तो लुगा लगाइरहेको छु बाँदैन लाउनु के हुँदैन? छोरीहरू घुम्न आएर जान्। बयरी ल्याइदिएछ दुईटा मात्रै दिएछ। मसँग बखानमा दिन्छ मलाई यति भए बाँदैन मार्नुहुन्छ नि ठुल्बाबाले सबै कसको बारीको हो र? मेरो फोटो हाल्नु ए केही हुँदैन, सबैको मिसाएर हाल्छु म। त्यो भवटेलाई हेरेको, भवटेलाई रगतको कमी रहेछ होइन, रगत बढाउनलाई भवटे खाने भन्दै थियो गाइजहरू। भवटेलाई नै रगतको कमी रहेछ होइन। अब यस्तो छ। गुल्ली खायो अम्ले खाएर त अलिकति त्यो अर्को घरको त्यो भाइले टिप्लिना चाहिँ थियो कि मिठो सेतो रगत बढ्छ। यो खाने बेला चाहिँ दसैँ तिहारमा हो। अहिले बेमौसम भएर हो ए खत्रै रहेछ। अब हेलो गाइस, हिँडा बिस्तारै नाच्दै हिँड। भटेर लगाइदिउँ न। धेरै हिँड्यो हिँड्दा थके लाग्यो। अब एकैछिन अब 10 मिनट हिँडेपछि आइपुग्छ। पुराहरू सब थाकिसक्यो, म पनि थाकिसकेँ। यहीँबाट सर्टकट गाइज अहिले चाहिँ हामी आइसक्यौँ। अब थोरै बाँकी छ, एक स्टेप बाँकी छ हाम्रो होइन। 5 मिनट बाँकी छ। 5 मिनटपछि अब हामी ठ्याक्क पुग्छौँ। आमा मकै केलाउँदै हुनुहुन्छ। भित्र मान्छेले हेरेर हामी चाहिँ ऐना हेर्दै
यहीँबाट लगाएको थियो नि हामी पानी के भयो कि पानी की लाइन के जाती है त्यहाँ नि पाउँछ होला क्या पानी त्यसको माथि त हो नि त्यहाँ स्कुल गएपछि त्यो स्कुलबाट त नि लुखुर लुखुर गयो भने त 10-15 मिनट पुग्छ एकछिन बसेर खाएर अनि जानु पर्ला गयो नि तिमीहरू गाहे नि कुन दिन म त अस्ति भर्खर गामा त गाइज हामी चाहिँ डेस्टिनेसनमा आइसकेका छौँ यहीँ हो हामी आउनु भने अलिक तल ठुलो चौर छ यो चाहिँ टोड्के स्कुल यहाँ चाहिँ कोही पढ्दैन जस्तै लाग्यो विद्यार्थी नै छैन अरे यहाँ पढ्नलाई भयो नि 1-2 जना मात्र छन् रे भन्ने सुनेको थिएँ सबै तलतिर जाने सबै काठमाडौँ आइपुगिसक्यो अब एकैछिन हो यहीँ हो गाइज हाम्रो भोट हाल्न आउने पनि यहीँ हो भोट हाल्न आउँदा नि यत्रो टाढा हाम्रो त तल्ल आइपुग्यो हेर फोहोरै फोहोर रहेछ यस्तो स्कुल एरियामा फोहोरहरू त पोल्दै भयो नि हुन्थ्यो नि बिहान आयो भने त यहाँ पुरै बादल देख्न पाइन्थ्यो घाम लगाएपछि मध्य दिउँसो आएको छ एकदम राम्रो छ यहाँ तल भ्यू पनि राम्रो देखिया छ बसीमा त गाइज हिमाल नै देखिरहेछ अलि बिहान आयो भने चाहिँ बादल नै देख्थ्यौँ हामीले खाना भनेपछि यिनीहरू खाना भनेर डाँडामा आइपुगेन यिनीहरू एकदम रमाइलो माथि बसेर तल भ्यू हेर्दै यस्तो आनन्द छ हेर्नुहोस् गाइज तल गाइज ल यो चोको चोको खाँदैछौँ हाम्रो बहिनीहरू चाहिँ यता डान्स गर्दैछन् होइन बासना यता चाहिँ यिनीहरू यता डान्स सिक्दैछन् है गाइज यता स्कुल छ है अनि यो भिड यहाँ चाहिँ एकदम भिड छ होइन यहाँबाट मान्छे लड्यो भने एकैचोटि सिधै तलमा यस्तो भिड है डर लाग्दो हाम्रो साथीहरू उता छन् अब एकछिन यिनीहरू टिकटक बनाउँछन् मेरो मोबाइलमा चार्ज पनि सकिसक्यो अनि खाजा चटपट बनाएर अनि हामी जान्छौँ फेरि रात परेपछि अँध्यारो हुन्छ बाघ आउँछ भन्छन् अलि छिटै घर जानुपर्छ हाम्रो बहिनीहरूले चाहिँ यहाँ चटपट बनाउनु लाग्छन् होइन सबजना मिलेर यो चाहिँ चटपट बनाउँछन् यहाँनिर के खानेकुरा लिएर खाने है लोलीपप अब के खाने हो कतिखेर खाने चटपटे बनाउँदैछन् चटपटे भइसक्यो है अब हामी चटपटे खान्छौँ है चटपटे बनिसक्यो अनि त्यसपछि हामी तलतिर जान्छौँ घरतिर लाग्छौँ अनि बाटोमा खाँदै जान्छौँ बाँकी रहेको चिजहरू चाहिँ चटपटे रेडी भइसक्यो है मेरो मोबाइल चार्ज पनि सकिसक्यो चाहिँ यहाँबाट अब जान लागेको फोहोरहरू चाहिँ सबै आफैले प्लास्टिकमा हालेर अब तलतिरै लगेर फ्याल्छौँ फोहोर चाहिँ अनि यो चक्लेट खाँदैथियो बासना कस्तो भयो तिमीहरूको यात्रा कस्तो भयो प्रज्ञा ओ प्रज्ञा कस्तो लाग्यो सिमरिका ल गाइज अब हामी चाहिँ यहाँबाट गयौँ अब बिस्तारै घर जान्छौँ रात पर्छ तलतिर जाँदा
ल गाई यो चाहिँ यहाँको यो मान्छेलाई सम्बन्धित मान्छे भाटामा पुगेर उनीहरूको ध्यान जाओस्। यहाँ यस्तो फोहोर भएर यो स्कुल एरिया यो उडिरह कि पोलिदिनु, यहाँ पोलिरह पनि छैन, पुरै यो कागजहरू छरिबरी भएर यो पोलिदिया भए त यो उडाउँदैन थियो नि, पुरै उडा छ है। यो स्कुलको नाम के अरे भाइ? गणेशस्थान आधारभूत विद्यालय टोड्के। यहाँ चाहिँ स्टुडेन्ट नै खासै छैनन् भने जस्तो लाग्यो। जब हामी चाहिँ निस्क्यौँ, बाई बाई गाइज। हेर्नुहोस् है गाइजहरू, यहाँ चाहिँ पुरा घरहरू पुरै खाली भइसक्यो, मान्छे घरमा बस्ने गाउँमा बस्ने मान्छे कोही छैन, गाउँ पुरै खाली भइसक्यो है गाइजहरू। यस्तो छ आउने ठाउँको बाटो पुरा झाडी भएछ है। अब यो बाटो छिटो। ओइ कुकुरले टोक्दैन नि भाइ, टोक्छ उता धपाइदेऊ न। आइगयो उता बाटोबाट जानला, कुकुरले जानै दिएन, कुकुरले हामीलाई लहटे गरेर हामी यता आयौँ है। कसको बारी हो यो, कहाँ आयौँ, झरी ठाउँमै देख्दैनौँ। अहिले घर पुगिन्छ है क्या हो है। ए चटपटे खायौँ होइन, धनियाँ चाहिँ हाल्ने बिर्से चाहिँ भर्खर धनियाँ ब्यागबाट निक्लिँदै थियो है। आफ्नै बारीमा फलेको अर्ग्यानिक धनियाँ चाहिँ हाल्न बिर्से चाहिँ के हाँस उठ्यो है यिनीहरूलाई, यिनीहरू पागल रहेछ नि ल। बयर यहाँ पनि बयर चाहिँ कति चाहिँ बयरको बोर्ड क्या, यत्रो धेरै छ क्या। अब काँडा कसरी जानु बिचतिर, यति धेरै बयर अब छोडेर जानु पऱ्यो क्या। यिनीहरू बयर बटमा लुगा अल्झेर हाँसेछन्, बयर टिप्न गएको लुगा अल्झेर भित्रै अड्के भएर सिमरीका भएर निस्क्यायो, फेरि गयो नि त। कमेडी भएर फर्किँदै थियौँ, कहिले कुकुरले लहट्छ कहिले गोरुले लहट्छ है। यिनीहरू चाहिँ भागे कुकुरले लहट्यो भनेर कहिले गोरुले। अनि बल्ल त्यहाँ गाईले गोरुहरू त्यहाँ बाँधे। अनि अब हामी हिँड्यौँ, रात पर्न लाग्यो गाइज, साथीहरू सब हिँडिसके। मैले बोझाभरि सबै बोल्न सिकेको नभए कसैलाई थाहा छैन। समाजले मबाट गाइज अब चाहिँ हामी आइपुग्यौँ हाम्रो, अब हाम्रो माथिहरू आइपुग्यौँ। अब हामी तलहरू जान्छौँ। कस्तो भयो यात्रा, कस्तो लाग्यो यात्रा? रमाइलो छ नबजान थियो उता यिनीहरू हाम्रो प्रकृति उहाँ बसिरहेको थिएँ। टोड्के नै गयो। ल गाई जब हामी जान्छौँ, यिनीहरू यहाँ हाम्रो साथीहरू दाजुभाइहरू यहाँ क्रिकेटमै व्यस्त छन् होइन। अब हामी फेरि गयौँ खेल्ने अरे तिमीहरू क्रिकेट गाई जहिले चाहिँ हामी घर आइपुग्यौँ होइन। अनि हाम्रो यात्रा चाहिँ सक्यो, अब सबजना हामी घर आइपुगिसक्यौँ, ठ्याक्कै घर आइपुग्यौँ। कस्तो लाग्यो तिमीहरूको यात्रा, कस्तो रह्यो? ल यिनीहरूले बेइज्जत गर्नुभयो। गाइज आजको यात्रा हाम्रो यहीँ सकियो। थ्याङ्क यू फर वाचिङ, बाई बाई गाइज।